अहिले केदारनाथको श्री डोलेश्वर मन्दिरको प्राङ्गणमा छु। मैले भिडियो कैद गरिरहेको छु। भक्तजन हेलो नमस्कार सबैलाई। अहिले म डोलेश्वर मन्दिरको प्राङ्गणबाट यो भिडियो कैद गरिरहेको छु। यो साउनको महिना भएर होला मैला दिदीबहिनीहरू एकदमै घुइँचो लागिरहेको छ। तर समय यति बेला भए पनि अझै भक्तजन दर्शन गर्नेहरूको एकदमै घुइँचो लागिरहेको छ। यो चाहिँ केदारनाथको शिर डोलेश्वर भनेर चिनिन्छ। यो केदारनाथ भनेको भारतको कुनै ठाउँमा होला सायद र यसको शिर चाहिँ यो डोलेश्वर भक्तपुरको डोलेश्वर सूर्यविनायक नगरपालिकाको डोलेश्वरमा पर्छ र त्यो मन्दिरको प्राङ्गणबाट मैले यो भिडियो कैद गरेको छु। धेरै भक्तजनहरूको एकदमै चहल पहल गरिरहेको छ। तपाईँहरूले यो मन्दिरबाट पनि दर्शन गर्न सक्नुहुन्छ। तपाईँ टाढाबाट यो भिडियो निहाल्नु भएको छ भने यही चाहिँ भिडियो मार्फतबाट डोलेश्वरको दर्शन गर्न तपाईँहरूको मनको आकाङ्क्षा पुरा हुनेछ। तपाईँहरूको मनोकाङ्क्षा पुरा हुनेछ। आफ्नो सन्तानको बालबच्चाको भविष्यको लागि कामना गर्न सक्नुहुन्छ। यही भिडियो मार्फतबाट तपाईँहरूले चाहिँ दर्शन गर्न सक्नुहुन्छ है आदरणीय महानुभावहरू। भिडभाड छ यो साउनको महिनामा। एकदमै भक्तजनको भिडभाड छ। तर हामी अहिले ठिक यो समयमा त भक्तजनहरू त्यति साह्रै नै बिहानको समयमा आउन पाएको भए सायद धेरै भक्तजनहरू हुन्थ्यो होला। यो चाहिँ भजन गाउने ठाउँ पनि एकदमै व्यवस्थित ढङ्गले बनाएको रहेछ र एकदमै व्यवस्थित ढङ्गले बनाएको यो डोलेश्वर मन्दिरको दर्शन यो चाहिँ भिडियो मार्फतबाटै गर्नु होला। यहाँ अगाडि चालिन्छ। भक्तजनहरूको एकदमै भिड लागेको छ। यो साउनको महिना पनि भएर होला। महिला मुख्यत महिला दिदीबहिनीहरूको बढी यहाँ आस्था रहेछ। यहाँ अगाडि हाम्रो मोबिन सालो चाहिँ यहाँ अगाडि हिँडिरहनु भएको छ। यहाँ उहाँ पनि फोटो खिच्दै हुनुहुन्छ अहिलेको। यहाँ चाहिँ यो डोलेश्वर अथवा शिवको यो चाहिँ वाहन चाहिँ यहाँ आउँछ। एकदमै नजिकैबाट हेर्न सक्नुहुन्छ शिवको वाहन सक्नुहुन्छ। हाम्रो मोबिन योन्जनजी चाहिँ यहाँ डोलेश्वर मन्दिरको दर्शन गरेर उहाँ फर्किनु भएको छ। अहिले चाहिँ सबै दर्शनार्थीहरू एकदमै आइरहेको छ। कबीर ने इशारा किया, सड़क के किनारे जो गंदे पानी की नालियां होती हैं उसके लिए कहा